यसरी चिकन बनाएर खानुभयो भने चाहिँ अम्ला चाटी चाटी एक थाल दुई थालमा खानुहुन्छ है। आज मैले घरमा बनाएको छु बटर चिकन। मेरो फेसबुकको वालमा टिकटकको वालमा सबै यही भिडियो मात्रै आउँछ कि रेसिपी भिडियो मात्रै हेर्नु न। अनि यो बटर चिकनको रेसिपी पनि आएको थियो अनि मलाई त कस्तो खाउ खाउ बनाउँ लाग्यो कि यति मिठो हुँदो रहेछ साथीहरू। म त छक्क परेँ कि यो फर्स्ट टाइम बनाएको मैले फेरि होइन। अनि यसको लागि चाहिँ मजाले म्यारिनेट गरेर राख्नुपर्ने हुन्छ चिकनलाई। तपाईँले यसमा बोनलेस लिनुभयो भने सबभन्दा राम्रो हुन्छ। तर मेरो यो प्लानै थिएन कि मैले बटर चिकन बनाउँछु भन्ने। एक्कासी के मुड आयो अनि यो हड्डीवाला चिकनसँगै बटर चिकन बनाइदिएको कि मैले। अनि यति मिठो हुँदो रहेछ हेर्नु न। म म्यारिनेट गरेर राखेपछि मैले चाहिँ यसलाई प्यानमा फ्राई गर्दैछु। बटर चिकन भनिसकेपछि बटर राखेर फ्राई गर्नुपर्ने हो तर छैन बटर। अबको बटर खोज्न कहाँ जानु, आफूसँग जे एभाइलेबल छ त्यही राखेर मैले मजाले डाम्दैछु तावामा। हेर्नु न यसरी डामेको चिकन त झन् मिठो के। तारेको भन्दा यसरी डामेको एकदम बेस्ट लाग्यो। मेरो एयर फ्रायर पनि छ तर त्यो चलाउन मलाई झन्झट लाग्छ के। वाक्क लाग्दो बोक्नुपर्छ हैरान हिँडर उधर गर्नुपर्छ। त्यही झेउ लाएर मैले चाहिँ यहीँ तावामा डामिदिएको। अनि अघिको पेस्ट थियो यो पेस्ट फेरि प्याज टमाटर अनि त्यसै खुर्सानी त मैले युज गर्दिनँ केटाकेटाले चाहिन्छ भनेर अदुवा अनि त्यसपछि काजुलाई मिक्स गरेर मजाले लेदो बनाएको थिएँ। अनि त्यसपछि तेल ततार यो मिक्सरलाई मजाले भुटभाट गरेपछि अनि पानी सुकिसकेपछि मैले पानी हालेर अनि यो लेदो बनाएको छु कि मासु चिकन राखेँ है। के हो साथीहरू बोल्दा बोल्दै अड्किन्छु कि गाइजमा त खोइ बानी नभएको कि यत्रो भइसक्यो भिडियो राख्न थालेको पनि है। अनि यहाँ दही सही राखेर बटर चिकन रेडी भयो। यति मिठो भएको थियो साथीहरू कुरै नगर्नु। मैले एक थाल त्यो अघि खाएको जति पनि खाएन कि अझै थपेर खाएँ। यस्तो मिठो भएको थियो। तपाईँहरू पनि ट्राई गर्नु होला। सक्यो साथीहरू बाई बाई।